नमस्कार, मेरो नाम रेशा राजल हो। म यस विद्यालयको कक्षा 5 को छात्रा हुँ। आज म हजुरहरूलाई एउटा पपेट सो देखाउन गइरहेको छु। त्यसको शीर्षक हो 2 मित्र र एक भालु। एका देशमा 2 साथी थिए। एकको नाम रामबहादुर र अर्कोको नाम श्यामबहादुर। उनीहरू दुवैजना मिल्ने साथी थिए। अनि एक दिन रामबहादुरले श्यामबहादुरलाई भन्यो, मजा रमाइलो गर्नको लागि कहीँ घुम्न जाउँ न। अनि श्यामबहादुरले हुन्छ भनेर हिँड्दै गर्दा एउटा ठुलो घना जङ्गलको बिचमा पुगे। अनि श्यामबहादुरले रामबहादुरलाई भन्यो, यदि यता कोही जनावरहरू आयो भने के गर्ने? अनि रामबहादुरले भन्यो, हामी रुखमा चढ्ने। अनि श्यामबहादुरलाई भने रुख चढ्न आउँदैन थियो। अनि श्यामबहादुरले रामबहादुरलाई भन्यो, मलाई त रुख चढ्न आउँदैन। अनि रामबहादुरले श्यामबहादुरलाई, म तिमीलाई मद्दत गर्छु, पहिला तिमीलाई चढाउँछु अनि पछि म चढ्छु भन्यो। अनि कुरा गर्दा गर्दै झाडीबाट स्वाई सुसी गर्दै एउटा ठुलो भालु आयो र रामबहादुर छिट्टो रुखमा चढ्यो। अनि रामबहादुर भने निकै कोसिस गरिरहेको थियो, तर उसले सकेन। अनि भालु भने नजिकै आइ नै रहेको थियो। अनि उसले एउटा आमाले भनेको कुरा याद गर्यो, जनावरहरूले मरेको मान्छेको मासु खाँदैन भनेर। अनि ऊ एकछिन सास अड्काएर मलाई यस्तै गर्यो र भालु अगाडि आएर सुँगेर ऊ आफ्नो बाटो लाग्यो। अनि रामबहादुर रुखको तल आएर भन्यो, श्यामबहादुर, तिमीलाई भालुले तिम्रो कानमा के भनेर गएको? अनि श्यामबहादुरले भन्यो, आवश्यक पर्दा काम नलाग्ने साथीको भर नपर भन्यो। धन्यवाद।